आफू साथीहरू अहिले पनि नेपाली कांग्रेस पार्टीको सदस्यको रूपमा निरन्तर रहन चाहनुहुन्छ। यी सबै साथीहरूसँग सँगै बसेर काम गर्ने हो। यसमा तपाईहरु सबैको साथ चाहिन्छ। संस्था सबैको लागि बोलिनेका छन्। वैशाखको 4 गते उहाँलाई संसदीय दलको नेतालाई अरूले के भनिरहेको छ, वैशाखको 2 गते हाम्रो केन्द्रीय कांग्रेस जानेको छ। मैले त्यो बैठकबाट हामी 10-12 वटा नयाँ पार्टीको पक्षमा भइसकेर राम्रो परिणाम होला। त्यो निर्णयको पछाडि हाम्रो साथीहरू फेरि देशभरि आउनुहुन्छ, प्रतिनिधि जानुभएकै छ। हामी अधिवेशन पनि गर्छौं। पार्टीभित्रको ग्रान्ड रिफर्मको सुधारका लागि हुन्छ किमा के समेत गरेर जान्छ। म तपाईहरुले त्यसैले कांग्रेसको साथ दिनुभएको छ। थुप्रै निर्वाचन क्षेत्रमा पार्टीको सन्देश साथीहरूले गर्नुभएको तपाईले के गर्नु भरोसा 100 वटा निर्वाचन क्षेत्रको माया तपाईको विश्वास पक्षमा मात्र मानेर पनि जानु दिन्न। तपाईहरु कसैलाई विश्वास गरेर गल्ती गरेको छु भन्ने ठाउँमा पुग्न पनि दिन्न। तपाईहरुले जनताको साथ चाहिएको छ। तपाई हाम्रो साथबाट जनतासँग नागरिकसँग कतिपय ठाउँमा हाम्रो सम्बन्धहरू टुटेको छ। हाम्रा मतदाता रिसाएका छन्। त्यसलाई हामीले मान्नुपर्छ। त्यो रिसाएको किन भन्ने कारण पनि खोज्ने हो र त्यो रिस मारेर पहिला भन्दा पनि बढी नेपाली कांग्रेसलाई माया गर्ने विश्वास गर्ने पार्टी हाम्रो पार्टी कांग्रेसलाई हामीले बनाउने हो। सक्छौं बनाउन। तपाई हामी मिलेर बनाउँ। त्यो भरोसा तपाईले आफूमाथि राख्नुपर्छ, म माथि पनि राख्नुपर्छ, हामी सबैले राख्नुपर्छ। गर्न सक्छन् तर तपाईहरु सबैको साथ चाहिएको छ। यो साथ माग्न पनि यहाँ आएको हुँ। त्यो साथीहरू आउनुभयो। तपाईहरु सबैको फेरि एकपटक आभार प्रकट गर्दै म धन्यवाद दिन चाहन्छु। मलाई अझै काठमाडौँ फर्कनु पर्ने छ। त्यसकारणले गर्दा पनि मैले हतार गरेँ। साथीहरूसँग अलि पछाडि म आउँछु। म 77 जिल्ला जान्छु। वैशाखको यो 9 गतेसम्मको कार्यक्रम सकिएपछि मैले काठमाडौँको भने दलको नेता, त्यसपछि पार्टीका अरू केही महत्त्वपूर्ण कुरा छन्, कुरा गरिसकेपछि म 77 जिल्ला आउँछु। तपाईहरुको जिल्लामा आउँछु, तपाईहरुसँग बस्छु, तपाईहरुको कुरा सुन्छु, नौजवानहरूको कुरा सुन्छु, पार्टीका पुरानो साथीहरूको कुरा पनि सुन्छु। कांग्रेस भनेको अघि कुरा आयो, कांग्रेस भनेको 4 पुस्ताको पार्टी हो। हामीलाई यहाँ पुरानो पुस्ताको साथीहरू पनि चाहिएको छ, नयाँ पुस्ताको साथीहरू पनि चाहिएको छ। सबैलाई मिलाएर हेर्नुपर्छ। हाम्रो जिम्मेवारी हो। देशमा पनि सबैलाई मिलाउन मात्र देश छ। नयाँ पनि चाहिएको छ, पुरानो पनि चाहिएको छ। यो सबैलाई मिलाएर जाने क्रममा म तपाईको जिल्लामा पनि पुरानोलाई पनि भेट्छु, नयाँलाई पनि भेट्छु, सबैलाई जिल्लै आउँछु, जिल्लै बस्छु। आज यहाँ तपाईहरुसँग बसेर धेरै कुरा दोहोरो कुराकानी गर्न पाइएन। पछि फेरि आउँछु। यहाँ सबैलाई फेरि एकपटक नयाँ वर्षको शुभकामना दिँदै मेरो कुरा सुनाउँछु। धन्यवाद, नमस्कार, जय नेपाल।